ल हेलो गाइस, आज चाहिँ हामी चौरा घुम्न सिरिस आमा बुवा मम्मीलाई लिएर चौरा घुम्न जाँदैछौँ। We've been waiting for so long. We've been waiting for this time to begin. We ain't getting any older. I kinda feel a little younger. हामी घरबाट निस्केर एयरपोर्ट पुगिसक्यौँ। आज चाहिँ हामी चौरा जाने प्रोग्राम छ। आज हामी चौरा जाने हो। 24 कोटी निस्किसकेपछि भने अहिले बनेको नयाँ बाटो चाहिँ अमेजिङ। केही समयसम्म चाहिँ यात्रा एकदमै स्मुथ रूपमा भयो। यस्तो बाटो हिँड्दा चाहिँ लाग्छ सबैतिर यस्तो बाटो नेपालमा कहिले हुने होला। यो बाटो हिँडिराख्दा साइडमा अटोमोबाइल्सहरू पनि टन्नै देखिरहेको थियो। लाग्छ केही वर्षमा नेपाल इभीमय हुनेछ। BYD पार्क पनि क्रस गरियो। अमेजिङ रहेछ। यति बेला ठ्याक्कै 1 बजेको थियो। BYD पार्क क्रस गरिसकेपछि अब चाहिँ तराई बोल्टर्स पनि क्रस गरियो। अब सुरु भयो जङ्गलको एरिया। बाटो स्मुथ नै थियो। हामी अगाडि बढ्दै थियौँ। रमाइलो भइरहेको थियो। सालघारी जङ्गल क्रस गर्दै गयो। यो बाटो पनि एक्सटेन्सन हुने वेमै रहेछ। यो एसियन हाइवेमै पर्छ। यहाँनिर मन्दिरहरू आयो। अब चाहिँ रत्ननगर आइपुग्यो। रत्ननगर आउन लागेपछि अलिकति ट्राफिक बढी थियो। किन ट्राफिक बढी छ भनेको रत्ननगर महोत्सव चलेको रहेछ। हामीहरूलाई थाहा नै छ विन्टर सिजन त नेपालभरि महोत्सव नै महोत्सव हो। यहाँ जाँदा मलाई एउटा कुरा के अचम्म लाग्यो भने सबैजना महोत्सवमा एउटा थिम चाहिँ राखेकै हुन्छ। जस्तो हाम्रो घरतिर मणिग्राममा महोत्सव हुँदाखेरि लन्डन ब्रिजको फोटो राखेको थियो। त्यो त विदेशी थियो, मलाई त्यति मन परेको थिएन। तर तपाईँलाई थाहा छ यो रत्ननगर महोत्सवमा के थिम छ, गेटमा के राखेको छ, हेर्दै जानुहोस् है। तपाईँ अमेज हुनुहुन्छ। हामी नेपाली सबसे पहिला नेपालको टुरिज्म प्लेसहरूको प्रमोसन गरौँ न। लन्डन ब्रिजलाई हामीले प्रमोसन गरिदिनु पर्दैन। ल हेर्नुहोस् त अब एन्ट्रान्समा हजुरले देख्नुहुन्छ बिस्तारै जनकपुरको राम जानकी प्यालेस। यो हो नि त तरिका। सोचौँ क्या हामी कसको लागि प्रमोसन गरिदिरहेछौँ, के गर्दा कहाँनिर हिट गर्छ भन्ने कुरा चाहिँ सोचेको राम्रो। के हाम्रो मणिग्राममा चाहिँ लन्डन ब्रिज नै राख्नु पर्थ्यो त, अरू थिएन त? मलाई त्यो बेला पनि आएको एउटा विचार थियो। आज चाहिँ यो विचार फेरि मलाई आयो र हजुरहरूलाई पनि सेयर गरिहालेँ। अब हामी केही छिनमै यो रत्ननगर महोत्सव भएको ठाउँबाट एउटा ब्रिज क्रस गर्छौँ र रत्ननगर टाढी क्रस हुँदै जान्छौँ र केही छिनमै तपाईँले गैँडा देख्नुहुन्छ। त्यसपछि राइट लिनुहोला। राइट लिइसकेपछि केही गइसकेपछि यो पुल देख्नुहुन्छ। म चाहिँ यहाँ अलिकति कन्फ्युज भएँ। यो पुल होइन कि जस्तो लाग्यो। पुल सानो सानो थियो। मैले माथिपट्टि गेट ख्यालै गरिनँ। मेरो सेडानमा माथि भएको कुराहरू त्यति राम्ररी देखिँदैन। फेरि म युटर्न लिएर यही पुलबाट भित्र क्रस गरेँ। सौरा अमेजिङ प्लेस। इट्स बिन मेनी टाइम्स। म त धेरै भयो। मलाई यहाँ के अचम्म लाग्छ भने हाम्रो विदेशी टुरिस्टहरू त अहिले एकदमै कम छ। जेनजीको रेभोल्युसन पछि त टुरिज्म मार्केटमा त ठुलो असर परेको छ। मलाई लाग्छ यत्रो होटेलहरू कसरी चलेको छ होला। थ्याङ्क्स गड अहिले डोमेस्टिक टुरिज्मको चाहिँ एकदमै राम्रो प्रमोसन भएको छ। म यहाँ जति दिन बसेँ, जति मेरो इन्टरेक्सन भयो, सबै नेपालभित्रको डोमेस्टिक टुरिस्टहरूसँग मात्रै कुरा भएको थियो। सबैजना कोही हनीमुन मनाउन आउनुभएको छ, कोही विदेशबाट आएर रिफ्रेस हुन आउनुभएको छ, कोही भ्याकेसनमा आउनुभएको छ। यो चाहिँ घन्टाघर हो। अहिले यहाँ देखिरहनु भएको एउटा बोर्ड डियर वाक स्कुल यही सालदेखि भरतपुरमा पनि सुरु भएको छ। अब चाहिँ सुरु हुन्छ हाम्रो जङ्गल सफारी। जङ्गल सफारी बुक गरिसकेपछि हामी यो मेन सौराको बिचबाट
जङ्गल सफारी गर्नेतिर लाग्यो। पहिला त यो भाइ जङ्गल सफारीको गाडी चलाउने भाइले यति स्पिडमा चलायो कि हाम्रो त सातो नै गयो। ऊ कन्ट्रोलमै थिएन। त्यसपछि हामीले उसलाई रिक्वेस्ट गऱ्यौँ अलिकति स्पिड कम गर्न भनेर। त्यसपछि चाहिँ स्पिड कम भयो। थ्याङ्क्स गड यहाँ हेर्न सक्नुहुन्छ डोमेस्टिक टुरिज्मले पनि चहल पहल चाहिँ राम्रै नै छ। यो ठाउँबाट हेर्नुभयो भने तपाईँले दिउँसोमा गयोहरू घाम तापेको देख्न सक्नुहुन्छ। यो बिचको साइडमा यो डेभलप भएको यो स्पेस चाहिँ धेरै वर्ष चाहिँ भएको छैन। अब चाहिँ हामी लाग्यौँ जङ्गल सफारीतर्फ। हाम्रो गाडी पनि फुल प्याक नै थियो। अरू गाडी पनि जङ्गल सफारीमा गइरहेको थियो। हामीले चाहिँ 2 घन्टाको जङ्गल सफारी प्याक गऱ्यौँ। एउटा कुरा के नबुल्नु होला भने जङ्गल सफारीमा यहाँ जति पनि भन्ने चलन रहेछ। हामीलाई पनि 1000बाट सुरु गरेको, हामी बार्गेनिङ गरेको केही छिनमै उहाँहरूले 700मा 2 आवर्सका लागि मान्नुभयो। मोर देन 100 जङ्गल सफारी बसहरू रहेछ। उहाँहरूलाई नम्बर अफ प्याक्स पुर्याउन गाह्रो भएको हुन्छ। त्यही भएर केही हदसम्म बार्गेनिङ चाहिँ गर्नु होला। बार्गेनिङ डिपेन्ड्स अपन द कन्टेक्स्ट। कतिजना मान्छे भएको छ उहाँहरूलाई कतिजना भइसकेपछि अगाडि बढ्छ त्यसमा भर हुन्छ। बाटो मलाई राम्रै नै लाग्छ। सौराहाको बाटो एकदमै स्मुथ नै छ। हामी केही समय यो बाटोमा रफ्तारको यात्रा गरिसकेपछि इन्ट्री पोइन्टमा दुवै साइडमा होटेल नै होटेल थियो। होटेल पनि राम्रो थियो। धेरै होटेल चाहिँ थारू कल्चरलाई प्रमोट गर्न राखिएको, थारूको अर्ग्यानिक खानाहरूको पनि प्रमोसन गरिएको थियो। तपाईँहरूले थारू डिसेसहरू कतिको खानुभएको छ? मलाई त थारू डिसेसमा उहाँहरूले पकाएको फिस अति नै टेस्टी लाग्छ। अनि होङ्गी पनि उहाँहरूको स्पेसल टेस्टमा पर्छ। द्याट इज अल्सो अमेजिङली टेस्टी अनि हेल्थ वाइज पनि राम्रो नै हुन्छ। हामी यो बाटो क्रस गर्दै 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 गयौँ। एकदमै रमाइलो भइरहेको थियो। जाडोको घाम मस्त लागेको थियो। अनि हामी बसेको थियौँ बोलेरोको ब्याक सिटमा। देयर वाज नो रुफ। सो एकदमै रमाइलो भइरहेको थियो। हामी केही समयमा यो चिल्लो बाटोबाट एन्ट्रान्स गेटमा पुग्छौँ। एन्ट्रान्स गेटमा पुगिसकेपछि त्यहाँ हाम्रो नम्बर अफ पर्सन्सको रजिस्ट्रेसन हुन्छ र गाडीको पनि रजिस्ट्रेसन भइसकेपछि त्यहाँबाट हामी अगाडि बढ्छौँ। केही छिनमा म तपाईँहरूलाई हाम्रो लोकल गाइडले हामीलाई कसरी एडुकेट गरेको थियो, कसरी ब्रिफिङ गरेको थियो भन्ने कुरा पनि म हजुरहरूलाई देखाइहाल्छु। हजुरहरू कतिको सौरा आउनुभएको छ, जङ्गल सफारी गर्नुभएको छ, आउनुभएको छैन भने नेपालभित्रमा भिजिट गर्नुपर्ने प्लेसमै पर्छ सौरा। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्ती किनाराको साइडमा र थारू कम्युनिटीले को एकदमै फिल गर्न पाउने ठाउँमा पर्छ। यो तपाईको 20% अब 20% एरिया कभर गरेको, जुन कि यो भेलरको रुखहरू, राइनो एप्पल छ, करीपत्ता छ, धुर्सुल छ, अश्वगन्धा छ, हैन न्युरो छ टन्न। तर अहिले न्युरोको सिजन छैन। यो 20% एरिया कभर गरेको। अर्को चाहिँ घाँसै मैदान आउँछ, त्यो 10%। त्यो हरिण स्पटेड डियर भएको भयो। हरिण स्पटेड डियर 4 प्रजातिको छ। यो सेकेन्ड लार्जेस्ट डियरमा पर्छ। सेकेन्ड लार्जेस्ट डियरमा यो ठुलो ग्रुप बनाएर हिँड्छ, चोर्छ। ठुलो बुढो भालेको हरेक प्रजातिमा भालेको सिङ हुन्छ, पोथीको हुँदैन। यो भाले हो। सम्बल डियर, त्यसपछिको यो स्पोर्टेड डियर, अर्को हक डियर, त्यसपछि लास्ट सालमा चाहिँ बार्किङ डियर, रतुवा भन्छ। अब चाहिँ लागियो जङ्गलतिर। जङ्गल राष्ट्रिय निकुञ्जभित्रको जङ्गल ट्र्याक चाहिँ छ त्यहाँ। हामी त अलिकति दिउँसोतिर गरेको थियौँ जङ्गल सफारी। चान्स चाहिँ कम नै थियो एनिमल्सहरू देख्ने। तैपनि सबसे पहिला डियर त देखिहालियो, स्पटेड डियर। त्यसपछि चाहिँ हामीले राइनो देख्यौँ। राइनो चाहिँ घाँसे मैदानमा चढ्दै थियो। हाम्रो गाइडले भनेअनुसार चाहिँ 10% चाहिँ यो निकुञ्जभित्र घाँसे मैदान नै छ। त्यो घाँसे मैदानमा हामीले राइनो देख्यौँ। अरू मृगहरू पनि देखिरहेको थियो, गोहीहरू। तर
यस्तो धेरै बाघहरू हात्तीहरू चाहिँ हामीले त्यस्तो देखिनौँ। तर रमाइलो चाहिँ अति रमाइलो भयो जङ्गल सफारी। हामी त के हामीभन्दा रमाइरहेको थिए त यी नानीहरूलाई पो लागेको थियो सबसे रमाइलो। हामीलाई त भन्दा पनि यो नानीहरूको जोस देखेर हामीलाई अचम्म लागिरहेको थियो। कति रमाउन सक्या हो, कति चिच्चाउन सक्या हो यिनीहरूले गरेको थिए एकदमै रमाइलो। अब केही छिन यात्रा गरिसकेपछि चाहिँ यहाँ हामीले एउटा प्लेस भेटाउँछौँ। त्यो प्लेस भनेको चाहिँ पहिलाको 5 स्टार होटेल रहेछ। त्यो चाहिँ वीरेन्द्रको पालामा एकोर्डिङ टु गाइडको अनुसार भन्दा चाहिँ वीरेन्द्रको फुपूको दिदीले सुरु गरेको एकदमै डिलक्स टाइपको 5 स्टार होटेल रहेछ त्यो। हामी त्यहाँ पुग्यौँ, त्यसलाई देख्यौँ अनि मलाई लागेको अतुल त अब धेरै कुरा त मलाई थाहा भएन, सबै भग्नावशेष अवस्थामा देखिरहेको थियो। त्यसपछि हाम्रो गाइडले यो प्यालेसको बारेमा पनि केही भन्नुहुन्छ। ल अब सुनौँ उहाँकै मुखबाट यो प्यालेसको बारेमा। है त यो चितवन राष्ट्रिय निकुञ्ज हजुरको 1973मा इस्वी सन् इस्टेब्लिस भएको। त्योभन्दा अगाडिको होटल जुन कि गैंडा वाइल्ड लाइफ क्याम्प प्राइभेट लिमिटेड राजा वीरेन्द्रको फुपूको दिदीको होटल है। फुपूको दिदी मलाई त्यति थाहा भएन। यो होटल चाहिँ एकदम नाम कमाएको होटल यो र टाइगर टक्स यो 5 स्टार। यसको आफ्नै सबै प्रपर्टी आफ्नै थियो है। अनि त्यो बेलामा विदेशी गेस्ट पाहुनाहरूलाई 300 युएसए डलरमा 2 नाइट 3 डेजको प्याकेज डिल गर्थ्यो यसले। 300 एक रात यहाँ राख्थ्यो, एक रात इनसाइड पार्कमा। त्यो बेला हात्ती थिएन, जङ्गली हात्ती चितवनमा झिकझिकी। गैँडाहरू, चितलिया बाघहरू यहाँ आउँथ्यो। यो डाइनिङ हल क्याम्प फायर पनि गर्थ्यो, ब्रेकफास्ट लन्च डिनर खुवाउँथ्यो। उता चाहिँ बियर टी कफी चिल आउट गर्न बार है। क्याफे बार राजाको पालाको राजाको पालाको राजा वीरेन्द्र अब छैन, ऊ अब सखा भयो, मर्यो दरबार हत्याकाण्डमा। त्यही भएर यो होटल बेचाराधीन अहिले छ। अहिले यो होटल कसैले लिन पाउँदैन, सरकारीकरण सरकारी हो कि के हो? अहिले एनिमल सरकारी। अब अहिले चाहिँ सरकारी र नेसनल पार्क र तपाईँको जनता कम्युनिटी बनाएर समन्वय गरेर यसलाई चाहिँ जीव सफारी र डुङ्गा सफारी त्यो खोलामा गराइरहेछ। जनावर एक्साइटिङ एकदम राम्रो। अब चाहिँ देखियो एकदमै ठुलो गैँडा। हुन त यो गैँडा खोला वारी नै थियो। हामी त्यहीँ भएको बेलामा चाहिँ ऊ चाहिँ खोला This is how you make me feel. This is how you make me feel. Oh, good, oh, great sunshine. Oh, baby, this is how you make me feel. And I feel good. I'm feeling good. थ्याङ्क यू फर वाचिङ दिस भिडियो। हजुरहरूलाई यो जङ्गल सफारी कस्तो लाग्यो? सौरा चाहिँ बेस्ट टाइम टु भिजिट चाहिँ विन्टर सिजन नै हुन्छ। हुस्सु नलागेको बेला पारेर आउनु होला। एन्जोय टाइम। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।